हेलो गाइस, गुड मर्निङ, शुभ बिहानी हजुरहरू सबैजनालाई भन्न चाहन्छु। र आज चाहिँ फ्यामिली मेरो आमा बाबा हुनुहुन्छ होइन, अन्त यता भाइ पनि हुनुहुन्छ। सो आमा बाबाले हाई हेलो भन्नुहुँदैछ मेरो क्यामेरामा, अन्त यता नानी पनि छ होइन, यता वाइफ हुनुहुन्छ होइन, अन्त ऊ नानीले पानी खाने भनेर चाहिँ उनीहरूले नानीको पानीको बोतल निकाल्दै थियो। सो गाइज अन्त अब चाहिँ हामी फाइनल्ली निस्किसक्यौँ घरबाट। र हेर्दै गर्नुहोस् होइन, हाम्रो घर नजिकैको पस्सी ब्रिज जाँदैछ। आज चाहिँ फ्यामिली सबैजना घरमा हुनुहुन्थ्यो र आज चाहिँ यसो बाहिर गएको नि होइन, यसो गाडी पनि धुनु हुने र यसो फ्यामिलीलाई घुमाउनु पनि हुने भनेर चाहिँ घरदेखि बाहिर निस्क्यो अलिकति होइन। अन्त सो गाइज अन्त म चाहिँ के भन्नु चाहन्छु यो भिडियोमा भन्दाखेरि चाहिँ होइन, हजुरहरूले चाहिँ मलाई एउटा टास्क दिएको छ फेसबुकले चाहिँ होइन, तपाईँको 23 डेजमा चाहिँ मेरो चाहिँ 3 लाख भ्युज पुग्यो भने चाहिँ मेरो कन्टेन्ट मोनिटाइज खोलिने छ भनेर भन्नुभएको छ फेसबुकको टास्कले। सो म चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ मैले लास्ट टाइम मैले एउटा भिडियो अपलोड गरेको थिएँ हाम्रो नेपालको अति आदरणीय भाग्य नेपाली सरसँग चाहिँ मैले एउटा भिडियो अपलोड गर्दाखेरि हजुरहरूले एकदमै माया देखाइदिनु भएको छ त्यो भिडियोमा चाहिँ होइन। त्यस्तै माया चाहिँ मलाई यो भिडियोमा पनि देखाइदिनुहुन्छ भनेर चाहिँ एकदमै आशा गरेको छु हजुरहरूप्रति। अन्त सो त्यति त्यो मैले भाग्य नेपाली सरसँग मैले भिडियो पोस्ट गर्दाखेरि चाहिँ होइन भ्युजै आएको छ तपाईँको 2,50,000 मेरो भ्युज आएको छ त्यो भिडियोमा। अन्त सो लाइक तपाईँको 17,000 एबभ मेरो लाइक आइसकेको छ, सेयर पनि त्यति नै छ, कमेन्ट पनि त्यति नै छ। सो फलो तपाईँको 2-3 डेजमै मेरो 2,500 जस्तो मेरो फलोवर्स पनि बढिसकेको छ त्यो भिडियो अपलोड गर्दाखेरि। सो मलाई पनि अब त्यस्तै माया फेरि मलाई यो भिडियोमा दिनुहुन्छ भन्ने एकदमै आशा गरेको छु हजुरहरूप्रति। र यो टास्कमा चाहिँ मलाई तपाईँको 2,50,000 मेरो कम्प्लिट भइसकेको छ र मलाई अब चाहिएको छ 50,000 चाहिएको छ 23 डेजमा। र हजुरहरूले यो भिडियोमा एकदमै माया देखाइदिनुहुन्छ भन्ने एकदमै आशा गरेको छु होइन। अन्त त्यति भन्दै मेरो हेर्नुहोस् मैले गाडी पनि धोइसकिसकेँ होइन, यो स्टिकर मैले अनलाइन मगाएको थिएँ 3D, त्यो पनि मजाले लगाउँदाखेरि मजाको देख्दो रहेछ गाइज होइन। यी नानी हेर्नु नि कुद्दैछ मेरो यहाँनिर हो क्यामेरा देखेको त। अन्त हेर्नुहोस् न पस्सी आएको थिएँ गाइज हामी चाहिँ, हेर्नुहोस् है पस्सी एकदमै दामी छ, हजुरहरू पनि आउनुहोस् यहाँनिर होइन। यहाँनिर तपाईँले गाडीहरू पनि धुनु सक्नुहुनेछ, गरममा स्विमिङ पनि छ, अन्त तपाईँले इच एन्ड एभ्रिथिङ होइन फास्टफुडहरू सबै तपाईँले पाउनुहुनेछ यहाँनिर चाहिँ होइन। अन्त सो घुम्ने जग्गा पनि एकदम दामी छ गाइज। अन्त भन्दै अब हामी चाहिँ घर फर्किँदैछ, गाडी पनि धोइसक्यो, मेरो नानीले हेलो गाइज भन्दैछ गाइज होइन। ओके गाइज, थ्याङ्क यू फर वाचिङ, सी यू द नेक्स्ट ब्लग, बाई बाई गाइज।